जरुरी हुन्छ कि खाना अब यसलाई बिस्तारै फुल नबिग्रियोस् है हल्का केरा लगाउँछ काँक्रा सानो सानो छ यो त छोडिदिन्छु यिनीहरूलाई किरा लाग्ने खालको छ टिपिहाल्नु त्यो त्यो पनि टिप्नै छ काँक्राहरू अझै धेरै फ्रुटहरू दिएको छ काँक्रामा सागहरू छ यहाँ टमाटर क्याप्सिकमको बोट छ क्याप्सिकम कति फ्रुट दिएको छ तल हेर्नु लौका फ्लावर भएको छ है पुरा फ्लावर यो तपाईँको टमाटर कहिले फल्छ बोट यति ठुलो भइसक्यो तर फलिरहेछ माथि फलिरहेको छ माथि अनि यो फर्सी हो फ्लावर आउँदैछ अब फर्सीमा फ्लावर आउँदैछ पुदिना कर्करा पुदिना यो बोडीको ट्याङ लगाए झाङ लगाएको छु कर्कोरो साग हो एउटा सानो खोर्सानी पनि छ यो चाहिँ मुन्टा खाने फर्सी रहेछ यो जमिन राखेको छु मकै त्यहाँ मोरिङ्गाको पनि रोपेको छ के फल्छ यो त सानो बिरुवा थियो अस्ति भर्खर ल्याएको बढेछ